गरिब किसान रामु सानो गाउँको किनारमा फाटेको घरमा बस्दै थियो। उता गाउँकै धनी सेठ हरिश ठूलो महल जस्तो घरमा ऐश आरामले बसिरहेको थियो। एक दिन रामुले बिरामी छोरीको औषधि किन्न 1 रुपैयाँको खोजी गर्यो। रामु साहस गरेर सेठ हरिशको घरमा मद्दत माग्न पुग्यो। सेठ हरिशले रामुलाई हेला गर्दै ढोका बन्द गरिदियो। निराश रामु आँसु झार्दै बाटोमा बसेको थियो। त्यही बेला एक गरिब बुढी आमाले रामुलाई 1 रुपैयाँ दिइन्। रामुले औषधि किनेर छोरीलाई बचायो। केही दिनपछि सेठ हरिश गम्भीर बिरामी पर्यो। डाक्टरले भने औषधि छ तर अहिले 1 रुपैयाँ पनि छैन। सेठ हरिश लज्जित हुँदै रामुलाई सम्झियो। रामुले तो 1 रुपैयाँ सेठलाई दियो। सेठ हरिशको आँखा खुले। धनभन्दा ठूलो मन हुँदो रहेछ। त्यस दिनदेखि गाउँमा धन होइन दयाको मूल्य बढ्यो।